छुटको कारणले गर्दा बहुलाई समेत बनिसकेकी नाङ्गै नाङ्गै श्रावस्ती नगरमा घुम्न थालिसकेकी पताचारा पनि अन्ततः भगवान बुद्धको उपदेशले मर्नुपर्छ भन्ने कुरा थाहा पाएर भिक्षुनी मात्र बनेन कि दुःखबाट मुक्त समेत भइन्। त्यसैले जीवनमा मर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ। परेचन विजानन्ति मयमेत्थ यमामसे एच तत्थ विजानन्ति ततो सम्मन्ति मेदका। बुद्ध भन्नुहुन्छ हामी एक दिन मर्नुपर्छ भन्ने कुरा मूर्खहरूले मात्र सम्झिँदैन। हामी एक दिन अवश्यम्भावी मर्छौँ भन्ने कुरा सम्झिने बित्तिकै त्यहाँ कलह शान्त हुन्छ, त्यहाँ झैँ झगडा शान्त हुन्छ। हेर्नुहोस् न, हामी जुनै काम गर्दाखेरि यसरी काम गर्छौँ कि मानौ हामी अजर छौँ, अमर छौँ, ध्रुव छौँ, नित्य छौँ, शाश्वत छौँ, सधैँ सधैँ यो संसारमा बसिरहन्छौँ, यसरी काम गर्छौँ। त्यसैले आफ्नो स्वार्थ मात्र सिद्ध हुने भए जस्तो पाप गर्न पनि तयार हुन्छौँ। आफ्नो फाइदा मात्र हुने भए, आफ्नो परिवारको मात्र फाइदा हुने भए जस्तो काम पनि गर्न थाल्छौँ। धन सम्पत्ति मात्र पाउने भए जस्तो काम पनि गर्न थाल्छौँ। तर हेर्नुहोस् त, त्यो धन सम्पत्ति पनि सधैँ आफूसँग हुँदैन, त्यो परिवार आफन्त पनि सधैँ आफूसँग हुँदैन, अरू त अरू आफ्नो शरीर पनि सधैँ आफूसँग हुँदैन। हेर्नुहोस् त, यो मेरो हात, यो मेरो खुट्टा, यो मेरो अनुहार कति माया गरेर राख्छ हाम्रो शरीर। यो मेरो शरीर, आफ्नो शरीरको माया लाग्दैन। तर एकचोटि कल्पना गरौँ त, सोच्नुहोस् त, यो शरीर अन्तमा गएर मृत्यु हुन्छ, मसानमा लगेर कति कति काठहरू राखेर जलाउँछ, खरानी बनाउँछ। ओहो, सम्झिँदा पनि जिउ जिरिङ्ग भएर आउँछ। तर के जीवनको वास्तविकता यही होइन र? हो, हामी एक दिन मर्नुपर्छ। त भगवान बुद्धले जति पनि उपदेश दिनुभयो मध्यम मार्ग। त्यसैले यो मर्नुपर्छ भन्ने कुरा पनि मध्यम मार्गले वा ठिक किसिमले मात्र विचार गर्नुपर्छ। खाना भनेको खानुपर्छ, धेरै खायो भने के हुन्छ? अपच हुन्छ। खाना भनेको खानुपर्छ, खाँदै खाएन भने भोकले मर्छ। धेरै खायो भने अपचले मर्छ, खाँदै खाएन भने भोकले मर्छ। ठिक्क खायो भने यो शरीरको रक्षा हुन्छ। त्यसरी यो मर्नुपर्छ भन्ने कुरा धेरै सम्झ्यो भने म मर्नुपर्छ, म मर्नुपर्छ, म मर्नुपर्छ भन्ने डर त्रासले उसले केही गर्नै सक्दैन। न पढ्ने, न काम गर्ने, न केही गर्ने, के पनि गर्न सक्दैन। अनि म मर्नुपर्छ भन्ने कुरा याद भएन भने फेरि त्यस्तो मान्छेले नगर्ने पाप भनेकै हुँदैन, जस्तो गर्न पनि तयार हुन्छ। त्यसैले मर्नुपर्छ भन्ने याद गर्नुपर्छ, नराम्रो काम गर्नबाट बच्नको लागि। मर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ, नराम्रो कुरा बोल्नबाट रोक्नको लागि। मर्नुपर्छ भन्ने कुरा याद गर्नुपर्छ, नराम्रो विचारबाट पनि अलग हुनको लागि। भगवान बुद्धले एकपटक धेरै भिक्षुहरू भेला भइरहेको बेलामा सोध्नुभयो, हे भिक्षुहरू, तिमीहरूले मर्नुपर्छ भन्ने कुरा याद गरेका छौ कि छैनौ? मरणानुस्मृति भावना गरेका छौ कि छैनौ? ती भिक्षुहरूले जवाफ दिए, भगवान, हामीले मर्नुपर्छ भन्ने कुरा याद गरेका छौँ। भगवान बुद्धले सोध्नुभयो, कसरी? एक समूह भिक्षुहरूले भने, भगवान, हामी त एक दिन र एक रात 24 घण्टाभित्र मर्नुपर्छ, मर्न सकिन्छ भन्ने कुरा याद गरेर
मर्नानुस्मृति भावना गरेका छौँ। भगवान् बुद्धले ती भिक्षुहरूलाई प्रशंसा गर्नु भएन। अर्को समूह भिक्षुहरूले भने, भगवान् हामी यो एक दिनभित्र पनि मर्न सक्छौँ, यसरी मर्नानुस्मृति भावना गरेर काम कुरा गरिरहेका छौँ। भगवान् बुद्धले उनीहरूलाई पनि प्रशंसा गर्नु भएन। एक समूह भिक्षुहरूले भने, भगवान् हामी एक छाक खाँदा वा खानी समयभित्र पनि मर्न सकिन्छ भन्ने कुरा याद गरेर काम कुरा गरिरहेका छौँ। भगवान् बुद्धले ती भिक्षुहरूलाई पनि प्रशंसा गर्नु भएन। एक समूह भिक्षुहरूले, भगवान् हामीले एक घाँस खाँदा त्यो खाने समयभित्र पनि हामी मर्न सक्छौँ भन्ने कुरा याद गरेर मर्नानुस्मृति भावना गरिरहेका छौँ। भगवान् बुद्धले ती भिक्षुहरूको प्रशंसा गर्नुभयो। अर्को एक समूह भिक्षुहरूले, भगवान् हामीले प्रत्येक सासभित्र आउँदा प्रत्येक श्वास बाहिर आउँदा त्यो भित्रमा पनि हाम्रो मृत्यु हुन सकिन्छ, हामी मर्न सकिन्छ भनेर मरणानुस्मृति भावना गरी काम कुरा गरिरहेका छौँ। भगवान् बुद्धले ती भिक्षुहरूलाई पनि प्रशंसा गर्नुभयो। हेर्नुहोस् त, एक सास भित्र आउँदा र बाहिर जाँदा त्यो भित्रमा पनि हामी मर्नुपर्छ, वा एक घाँस खाँदा त्यो समयभित्र पनि हामी मर्नुपर्छ भन्ने कुरा याद गर्न सक्यौँ भने त्यस्तो मान्छेले नराम्रो काम कुरा गर्नै सक्दैन, सोच्नै सक्दैन। अनि त्यस्ता व्यक्तिहरू निरन्तर दुःखमुक्ति निर्वाणमै पुग्छ। त्यसैले जीवनमा मर्नुपर्छ भन्ने कुरा याद गरेर नराम्रो काम कुराहरूबाट अलग रहौँ, राम्रो काम कुराहरू निरन्तर गर्दै जान सकौँ। भगवान् बुद्धले देखाउनु भएको राम्रो बाटोमा अघि बढी जीवनमा भएका यावत दुःखहरूबाट पार लगाउन सकौँ, अलग हुन सकौँ। फेरि एकपटक सम्पूर्ण मानिसहरूलाई, सम्पूर्ण प्राणी मात्रलाई जीवनमा सुखी होस्, निरोगी होस्, नराम्रो काम कुराहरूबाट अलग्गिएर राम्रो काम कुराहरूमा निरन्तर अघि बढ्न सकुन्। सबैको कल्याण होस्, सबैको मङ्गल होस्। भवतु सर्वमङ्गलं। कुशीनगर भगवान् बुद्धले आफ्नो जीवन त्याग्नु भएको स्थान। कुशीनगर आफ्नो जीवनको यात्रालाई पूर्णतः विश्राम गर्नुभई नश्वर देह छोड्नु भएको स्थान। कुशीनगर स्वयं आफू मरण सत्यलाई बोध गर्नुभई संसारलाई पनि मर्नुपर्छ, सबै छोडेर जानुपर्छ भनी अनित्यको झझलको सम्झाइरहेको स्थान कुशीनगर। नेपालको लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ राजकुमार दरबारको मोजमज्जा र सुख शैलमा हुर्किएर बसेका सुकुमार थिए। जीवनमा वृद्ध हुनुपर्ने, रोगी हुनुपर्ने र मृत्यु हुनुपर्ने जस्ता सत्यलाई जानेर उनी झसङ्ग भए। जीवनदेखि नै वैराग्य जाग्यो। त्यसपछि उनले सम्पूर्ण राजश्री सुख वैभवलाई त्यागेर 29 वर्षको उमेरमा गृह त्याग गरे। उनले ठुल्ठुला ऋषिहरूको सङ्गत गरे, ज्ञानीहरूको सत्सङ्ग गरे, दुष्कर तपस्या समेत बसे, तर ज्ञान प्राप्त भएन। अन्ततः मध्यम मार्गमा लागेर ध्यान बस्नुभयो। आफूले आफूलाई चिनेर बोधि ज्ञान प्राप्त गर्नुभयो। लोकमा बुद्धको रूपमा चम्किनुभयो। बुद्ध भइसके पश्चात उहाँले आजीवन गाउँ गाउँमा, सहर सहरमा, देश देशान्तरमा घुम्नुभई बहुजन हिताय, बहुजन सुखायका निम्ति धर्मको प्रचार प्रसार गर्नुभयो र 80 वर्षको उमेरमा आइपुग्दा उहाँले आफ्नो नश्वर देहलाई त्याग गर्नुभयो, महापरिनिर्वाण प्राप्त गर्नुभयो। उहाँको
महापरिनिर्वाण भएको चिर सम्वेकदायी स्थल हो कुशीनगर। कुशीनगर वर्तमान भारतको उत्तर प्रदेश स्थित गोरखपुरबाट 50-60 किलोमिटर पर कसैया गाउँनेर रहेको छ। विशाल स्तूपको गर्भमा विशाल महापरिनिर्वाण शैय्याको बुद्धमूर्ति तथा वरपर छरिएका पुराना विहारहरूका भग्नावशेष श्रद्धालु हरेक व्यक्तिहरूका लागि सम्वेकदायी र दर्शनीय बनेको छ। कुशीनगरमा विभिन्न देशहरूले बनाएका राम्रा राम्रा विहारहरू छन्। भगवान बुद्धको दाह संस्कार गरिएको स्थल रामाभाट चैत्य यस क्षेत्रको विशेष दर्शनीय स्थल हो। भगवान बुद्धले महापरिनिर्वाण हुनु पूर्व अन्तिम पटक पानी खानुभएको ठाउँ माथा कुँवर पनि दर्शनीय स्थलको रूपमा संरक्षित रहेको छ। यो सत्यको बोधले हामी सबैलाई सत्कर्मतिर लगाओस्, यही छ कामना। साधु 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 इदांगो न्यातिनां होतु सुखिता भवन्तु न्यातयो इदांगो न्यातिनां होतु सुखिता भवन्तु न्यातयो इदांगो न्यातिनां होतु सुखिता भवन्तु न्यातयो एतावता च मे सम्पदां पुण्य सम्पदां सब्बे देवानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया एतावता च मे सम्पदां पुण्य सम्पदां सब्बे सत्तानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया एतावता च मे सम्पदां पुण्य सम्पदां सब्बे भूतानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया साधु साधु साधु